पुरुषको पीडा न आमाले बुझिन् न त श्रीमतीले। पुरुष घरको मूल स्तम्भ, सम्पूर्ण परिवारको आत्मा। ऊ बुबाको रूपमा छाया जस्तो हुन्छ, छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ। तर न ऊ केवल बुबा बन्न पाउँछ न केवल छोरो, किनभने ऊ सधैँ दुई पुस्ताबीच पुल भएर उभिन्न बाध्य हुन्छ। एकातर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा। तर त्यो पुरुषको आफ्नै मन, उसका आफ्नै चोटहरू उनीहरूलाई बुझ्ने कोही हुँदैन। जब आमा र श्रीमती बीच बनावन हुन्छ, त्यो बनावन केवल शब्दको द्वन्द्व होइन, त्यो त उसको आत्मा चिरिदिने युद्ध हो। आमाको पक्ष लियो भने श्रीमती भन्छे, तपाईँ कहिले मेरो साथ दिन सक्नुहुन्न। श्रीमतीको पक्ष लियो भने आमा भन्छन्, छोरा त बिहे भएपछि परे भइस्। अनि त्यो पुरुष उल्लास, पीडा र व्यवस्था बोकेर मौन हुन्छ। कसैको आँखामा आँसु नहोस् भनेर आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ। ऊ न त पुरै आमाको हुन्छ न त पुरै श्रीमतीको। ऊ केवल परिस्थितिको बीचमा अड्किएको एउटा मध्यवर्ती पत्र बन्छ, जो दिनरात आफन्तहरू बीच सन्तुलन मिलाउने प्रयास गर्छ। तर त्यो प्रयास कहिले सराहन पाउँदैन, त्यसको माया कहिले देखिँदैन र त्यसको पीडा कहिल्यै सुनिँदैन। मानिसहरू भन्छन् पुरुष त बलियो हुन्छ, तर त्यो बलियो भनिएको पुरुष प्रत्येक रात चुपचाप रुन्छ। सुत्ने बेलामा सिरानीमा मुख गाडेर म के गरौँ भन्ने प्रश्नहरूसँग युद्ध गर्छ। ऊ चाहन्छ उसको आमा पनि खुसी हो, उसको श्रीमती पनि सम्मानित हो, तर उसलाई थाहा छ यो युद्ध जित्ने होइन, सिर्फ सहनु पर्ने हो। पुरुष रोइदिन्छ भने समाज भन्छ कमजोर, तर पुरुष मौन रहन्छ भने समाज भन्छ पत्थर दिल। अनि यसरी नै एउटा पुरुष दिन प्रतिदिन भित्रभित्रै टुक्रिँदै जान्छ अनि कुनै दिन पूर्ण रूपमा मौन हुन्छ, जहाँ उसले न कसैले सम्झन्छ न कसैले सोध्छ तिमी ठिक छौ। साँच्चै भन्नुपर्दा पुरुषको पीडा न आमाले बुझिन् न त श्रीमतीले, न समाजले स्वीकार्छ न उसले आफै खोल्न पाउँछ। त्यसैले कहिले कसैलाई हेरेर नबुझिने यो पुरुषको ममता शब्दहरूमा नभए पनि समाजदारी र माया मार्फत महसुस गरिदिनुहोस्, किनभने ऊ हरेक दिन आफूलाई भुलेर तपाईँलाई सम्झिरहेको हुन्छ। किनभने ऊ हरेक दिन आफूलाई भुलेर तपाईँलाई सम्झिरहेको हुन्छ, तपाईँलाई सम्झिरहेको हुन्छ।